साथीहरु गुड मर्निङ। आज पनि म तपाईहरुसँग मेरो नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। तपाईहरु के गर्दै हुनुहुन्छ? म चाहिँ आज यहाँ गाईलाई कुडो दिन आएको नि त। अघि घाँसदेखि आए। घाँसदेखि आएपछि गाईलाई कुडो दिनुपर्छ नि त। कुडो दिन लागेको तर मैले चाहिँ तर पानी हाल्नै बिर्सेछु साथीहरु। अब म फेरि पानी हाल्न जा। मेरो गाई चाहिँ यहाँ खोले दिन्छ। अब यसले 8 लिटर दुध दिन्छ। 5 महिना भयो बिहाको साथीहरु। म डेरी लान्छु नि त। मेरो गाई चाहिँ हाम्रै डेरी छ नि त, त्यहाँ लान्छु। अनि मेरो गाईलाई खोले दिने पानी हाल्नै बिर्सेछु साथीहरु। अब म चाहिँ पानी हाल्न जान्छु। अनि यसै गर्दै हाम्रो दिन चाहिँ बितिरहेछ साथीहरु। मेरो आलुबारी यहाँ यति छ, तल झन् अलिक अग्लो छ नि त। कुच्चो नि साथीहरु, झिक्ने बेला भइसक्यो। म चाहिँ अब मेरो गाईलाई खोले दिएर तपाईहरु मैले चाहिँ पानी लाएर आएँ। यहाँ मेरो पानी चाहिँ आइरहेछ। अब म साथीहरु म चाहिँ यहाँ कुडो गाईलाई दिँदैछु। मेरो कुडो चाहिँ इस्कुस र दाम्चा केराको दाम्चा छ साथीहरु। मेरो चाहिँ यहाँ कुडो पकाउने ठाउँ साथीहरु। मेरो गाईले कुडो खाएको हेर्नु न साथीहरु, कति मजाले खान्छ। ठुलो चाहिँ ज्यान छैन नि त, सानै छ। यो फर्स्ट बेचे हो। यसले अहिले 8-9 लिटरसम्म दियो। अहिले चाहिँ 8 लिटर 7 लिटर दिँदैछु। अनि पहिले बेचे हो। यसको चाहिँ मामु छैन नि त, मामु बेचेको। यसको मामु बेचेको। अनि यो पनि राम्रै हुन्छ। मेरो गाई राम्रै छ। यसको थोन यसरी कनाउनु मान्छ है साथीहरु। म चाहिँ गाईलाई कुडो दिइसकेँ। अनि यही साथी यावा चाहिँ बरेला टिप्दैछ। नानीहरूलाई पठाउनु पर्ने, नानी मदिसेहरूलाई। हामी चाहिँ तरै लाने बरेला टिपेको। कस्तो छ साथीहरु? लक्ष्मी एकदम खुसी ह्यापी खुसीवाली। यहाँ अरूलाई टिपेर पठाइदिनु पर्छ। हाम्रो आमाहरू हुनुहुन्छ नि त तल, त्यही भएर छिटो आऊ है, छिटो। कता कता छ बरेला? यहाँ आउनु। बरेला उहाँ अझै चाहिँ दमक जाने, उसले लग्ने साथीहरु। हजुर हजुर। देवर बाबुहरू तराईमा, भाउजू दिदी गाउँमा। गाह्रो छ है। मान्छेलाई लड्छु भनेर कति डर्नी। होइन अहिले मात्रै। अनि यता ल्याउ न बोरा, यो गर्नु गाह्रो छ। टिप्नु मधेस बस्ने नानीहरू पढन्तीहरूलाई पनि पठाइदिनु गाह्रो छ। देवर बाबुहरू जानु हुने अरे किम्बुको बोट। हामीले चाहिँ फाइनली बरेलाई एक पिचा एक दिउरे बरेला टुक्रो से साथीहरु। म चाहिँ गाईलाई कुडो दिइसकेँ। अनि यही साथी यावा चाहिँ बरेला टिप्दैछ। नानीहरूलाई पठाउनु पर्ने, नानी मदिसेहरूलाई। हामी चाहिँ तरै लाने बरेला टिपेको। कस्तो छ साथीहरु? लक्ष्मी एकदम खुसी ह्यापी खुसीवाली। यहाँ अरूलाई टिपेर पठाइदिनु पर्छ। हाम्रो आमाहरू हुनुहुन्छ नि त तल, त्यही भएर छिटो आऊ है, छिटो। कता कता छ बरेला? यहाँ आउनु। बरेला उहाँ अझै चाहिँ दमक जाने, उसले लग्ने साथीहरु। हजुर हजुर। देवर बाबुहरू तराईमा, भाउजू दिदी गाउँमा। गाह्रो छ है। मान्छेलाई लड्छु भनेर कति डर्नी।
होइन अहिले मात्रै अनि यता ल्याउ न बोरा या उ गर्नु गाह्रो छ टिप्नु मधेस बस्ने नानीहरू पढन्तेहरूलाई पनि पठाइदिनु गाह्रो छ देवर बाबुहरू जानु नि अरे किम्बुको बोट हामीले चाहिँ फाइनली बरेलाई एक पिचा एक दिउरे मैले सब्जीहरू ठिक पारेर नानीहरूलाई पठाइसकेँ आज अब चाहिँ मेरो यहाँ टमाटर थियो यहाँको टिपेर नानीहरूलाई पठाएँ होइन तपाईँहरू साथीहरू यसरी नै घर अगाडि दैलोमा यसरी बोरामा मल माटो लाएर रोप्नु होला यस्तो फलेको छ नि त मेरो त टमाटर अर्गानिक अनि तिहार त पहिले गयो तर अहिले हेर्नु न साथीहरू फुलहरू त्यसरी फुलिरहेको छ मेरो अनि अब आलु यस्तो छ साथीहरू अनि अब चाहिँ तपाईँहरूमा फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै तपाईँहरू सामु ओझेल हुन चाहन्छु बाई।